हेलो गुड मर्निङ एभ्रिवान। यो कर्णाली पुल हो, हाम्रो नेपालको सबैभन्दा लामो पुल। यसलाई स्प्रिङ के भन्छ ठ्याक्कै थाहा छैन, तर यो हाम्रो नेपालको सबैभन्दा पहिलो बनेको यो पुल हो। यो चाहिँ नि 500 मिटर अथवा आधा किलोमिटर छ। यो खोला कर्णाली खोला हो। हामी चाहिँ चिसापानीमा छौँ अहिले, सिद्धार्थ कटेजमा। धेरै राम्रो होटेल छ सिद्धार्थ कटेजको। यो किनारानिर गार्डन हो, उता बोगनबेली एकदमै राम्रो फुलेर यहाँको सुन्दरतालाई अझै राम्रो बनाएको छ। यो ठाउँको शोभा बढाएको छ र यहाँ एउटा सानो मन्दिर छ। यहाँको विशेषता चाहिँ नि के हो भन्दाखेरि, यहाँ रातिको 12 बजेदेखि दिउँसोको 12 बजेसम्म एकदमै हावा चल्छ। जहिले पनि यहाँ रातिको 12 बजेदेखि दिउँसोको 12 बजेसम्म हावा चल्छ। त्यस कारण यो ठाउँमा चाहिँ नि अलि गर्मी मौसममा पनि चिसो चिसो हुन्छ। 12 मास यहाँको नियम अथवा नेचर रुल हो कि अथवा के हो त्यो थाहा छैन। जुमसुमतिर हावा चल्छ 12 बजे भने जस्तो, त्यता दिउँसो चल्छ। यता रातिको 12 बजेदेखि दिउँसोको 12 बजेसम्म हावा चल्छ। त्यसपछि नर्मल दिन हुन्छ। हावा धेरै राम्रो चल्छ, एकदमै भुरी बतास आएको जस्तै दिनदिनै। यो चाहिँ नि बिहान मैले चाँडै उठेर यो सिन क्याप्चर गर्दैछु। आन्तरिक पर्यटक घुम्न आउने यो एकदमै राम्रो स्थल छ। र यो कर्णाली पुल क्रस गर्ने बित्तिकै बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ। त्यहाँ चाहिँ नि स्पेसली भेहिकल्सहरूलाई आर्मीले स्पिड लिमिट गरेको छ र त्यहाँ चाहिँ प्रति घन्टा 40 को स्पिडमा कुदाउनुपर्छ।